मुख्य बुदाहरू मर्गन हाउसेलको प्रसिद्ध पुस्तक द साइकोलोजी अफ मनी पैसाको मनोविज्ञानले पैसाप्रतिको हाम्रो बुझाइ र व्यवहारलाई सरल तरिकाले व्याख्या गर्छ। यस पुस्तकका 10 मुख्य बुदाहरू यहाँ प्रस्तुत गरिएका छन्। 1. कसैलाई पागल नभन्नुहोस्। नो वान्स क्रेजी। मानिसहरू आफ्नो फरक अनुभव र परिस्थितिको आधारमा पैसा सम्बन्धी निर्णय लिन्छन्। अरूलाई अनौठो लाग्ने निर्णय पनि उनीहरूको लागि सही हुन सक्छ। 2. भाग्य र जोखिम लक एन्ड रिस्क। सफलतामा भाग्य र असफलतामा जोखिमको ठूलो भूमिका हुन्छ। यी दुवैलाई स्वीकार्नुपर्छ र आफ्नो प्रयासमा मात्र घमण्ड गर्नु हुँदैन। 3. पर्याप्तताको महत्त्व नेभर इनफ। कति भए पुग्छ भन्ने कुरा थाहा पाउनु एकदमै जरुरी छ। धेरै कमाउने लोभमा परेर अनावश्यक जोखिम लिनु मूर्खता हो। 4. चक्रीय वृद्धिको शक्ति कन्फाउन्डिङ कम्पाउन्डिङ। थोरै पैसा लामो समयसम्म सही ठाउँमा लगानी गर्दा त्यसले आश्चर्यजनक रूपमा ठूलो सम्पत्ति सिर्जना गर्न सक्छ। धैर्यता नै यसको साँचो हो। 5. धनी हुनु र धनी रहिरहनु गेटिङ वेल्दी भर्सेस स्टेइङ वेल्दी। पैसा कमाउनु र त्यसलाई जोगाइराख्नु फरक कुरा हुन्। पैसा कमाउन जोखिम लिनुपर्ने हुन सक्छ भने जोगाउन अनुशासन र सावधानी चाहिन्छ। 6. समयको नियन्त्रण नै वास्तविक धन टेल्स यु विन। पैसाको सबैभन्दा ठूलो फाइदा भनेको आफ्नो समयमाथिको नियन्त्रण हो। आफूले चाहेको काम चाहेको समयमा गर्न पाउनु नै वास्तविक स्वतन्त्रता हो। 7. सम्पत्ति त्यो हो जुन देखिँदैन वेल्थ इज व्हाट यु डोन्ट सी। महँगो गाडी र ठूला घरहरू मात्र सम्पत्ति होइनन्। वास्तविक सम्पत्ति भनेको त्यो पैसा हो जुन देखाइएको हुँदैन बरु बचत र लगानी गरिएको हुन्छ। 8. बचतको महत्त्व सेभ मनी। आम्दानी जतिसुकै भए पनि बचत गर्ने बानी बसाल्नुपर्छ। भविष्यको अनिश्चितता र अवसरहरूको लागि बचतले ठूलो सहयोग गर्छ। 9. तर्कभन्दा भावना हावी रिजनेबल ऱ्यासनल। पैसा सम्बन्धी निर्णयहरू सधैँ पूर्ण तार्किक नहुन सक्छन्। हामी मानिस भएकोले हाम्रा भावनाहरूले पनि निर्णयमा प्रभाव पार्छन् र यो स्वाभाविक हो। 10. आश्चर्यको लागि तयार रहनुहोस् रूम फर एरर। भविष्य अनिश्चित छ त्यसैले आफ्नो आर्थिक योजनामा केही गल्ती वा अनपेक्षित घटनाहरूको लागि पनि ठाउँ राख्नुपर्छ। यसले तपाईलाई ठूलो नोक्सानीबाट बचाउन सक्छ। मोर्गन हाउसेलको द साइकोलोजी अफ मनी पैसाको मनोविज्ञानबाट 10 मुख्य बुदाहरू तल दिइएका छन्। 1. व्यवहार बुद्धिमत्ताभन्दा महत्त्वपूर्ण। पैसासँग सफल हुन तपाईँ कति जान्नुहुन्छ भन्ने भन्दा पनि तपाईँ कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुराले बढी अर्थ राख्छ। अनुशासन र धैर्यता चलाक योजनाहरूभन्दा उत्तम हुन्छन्। व्यवहार बुद्धिमत्ताभन्दा महत्त्वपूर्ण छ। 2. भाग्य र जोखिमको भूमिका। पैसा कमाउने कुरामा भाग्य र जोखिम दुवैले ठूलो भूमिका खेल्छन्। सफलतालाई केवल मिहिनेत वा निर्णयको आधारमा मात्र हेर्नु हुँदैन। भाग्य र जोखिमले पनि भूमिका खेल्छन्। 3. धनी बन्नु र धनी रहिरहनु पैसा कमाउनु र त्यसलाई जोगाइराख्नु फरक कुरा हुन्। कमाउनलाई आँट र आशा चाहिन्छ भने जोगाउनलाई नम्रता र बचत गर्ने बानी चाहिन्छ। धनी हुनु र धनी रहिरहनु फरक कुरा हो। 4. चक्रवृद्धिको शक्ति थोरै पैसा लामो समयसम्म निरन्तर लगानी गर्दा ठूलो सम्पत्ति बन्न सक्छ। यसको लागि धैर्य चाहिन्छ। लामो समयको लगानीले ठूलो फाइदा दिन्छ। 5. पर्याप्तको अवधारणा कति पैसा पर्याप्त हो भनेर चिन्नु महत्त्वपूर्ण छ। सधैँ धेरैको पछि लाग्दा कहिल्यै सन्तोष मिल्दैन र गलत निर्णय लिन सकिन्छ। पुग्यो भन्न जान्नुपर्छ। 6. समयमाथिको नियन्त्रण नै वास्तविक धन हो। पैसाले दिने सबैभन्दा ठूलो फाइदा भनेको आफ्नो समयलाई आफ्नो इच्छा अनुसार प्रयोग गर्न पाउनु हो। पैसाले समयको स्वतन्त्रता दिन्छ। 7. कोही पनि पागल हुँदैन। मानिसहरूले आफ्नो अनुभव र परिस्थितिको आधारमा वित्तीय निर्णय लिन्छन् जुन अरूलाई अनौठो लाग्न सक्छ। सबैले आफ्नै अनुभवबाट सिक्छन्। 8. सम्पत्ति त्यो हो जुन देखिँदैन। वास्तविक सम्पत्ति खर्च नगरिएको पैसा र चुपचाप बढिरहेको लगानी हो, महँगो गाडी वा सामान होइन। वास्तविक धन नदेखिने हुन्छ। 9. गल्तीको लागि ठाउँ राख्नुहोस्। भविष्य अनिश्चित हुन्छ त्यसैले आफ्नो वित्तीय योजनामा केही गडबड हुन सक्ने ठाउँ राख्नुपर्छ। केही गल्ती हुन सक्छ भनेर तयारी गर्नुपर्छ। 10. आफ्नो वित्तीय निर्णय आफै लिनुहोस्। अरूको नक्कल गरेर वा अरूले भनेको आधारमा वित्तीय निर्णय लिनु हुँदैन किनकि सबैको अवस्था र लक्ष्य फरक हुन्छ। आफ्नो निर्णय आफै लिनुहोस्।